दर्शकबिन प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर 6 बुढीचौर घर भएकी निम्सरा पुन गत मङ्सिर 18 गतेदेखि प्युठानको मुर्कुटी बजार सुन बनाउन जान्छु भनी हिँडेको तर अहिलेसम्म सम्पर्क विहीन छिन्। कहाँ जान लाग्यो भन्दा उता मुर्कुटी जाने हो, के सुन बनाउन। अनि उनी वहाँबाट निस्केपछि अब त्यो दिन पनि आएनन्, अब अर्का दिन पनि आएनन्। अर्का दिन नआएपछि अहिले अर्का दिन भाइले मैले उता घरमा सोधेँ, खोइ तेरो आमा आएन भनेर उसलाई छोरीलाई सोधेँ। आउनु भएको छैन, फोन गर्नुहोस् भने फोन गर्दा फोन लागेन। श्रीमान रोजगारीको लागि भारतमा थिए। हराएको 13 दिनपछि फेसबुक मार्फत आफन्तलाई आफू रोजगारीको लागि कुवेत गएको जानकारी दिइन्। परिवारले कुवेतमा गएको भए कागजात र भिडियो कल गरेर देखिन आग्रह गरेपछि अहिले फेरि उनी सबैबाट सम्पर्कविहीन बनेकी छन्। बीचमा आउनुहुन्छ, विदेश गएको छु भनिसकेपछि हामी पनि ढुक्क भयौँ। कन्ट्याक्टमा आए, यदि राम्रै भयो, घरमा आए भनेपछि अब बस्ने खाले हुनुहुन्छ। अङ्कलले यति माया गर्नुहुन्छ, आन्टी खै लास्टमा आएर के गर्नुभयो। अब कहिले बेला नचाहँदा पनि राम्रो काम गर्छु भन्दा पनि नराम्रो हुन सक्छ। त्यो नानी बाबुको लागि तिमीले सोचिनौ, ठिकै छ, तर सम्पर्कमा आऊ। सम्पर्कमा आएर घरमा आएर अब त्यही हो, नेपाली कानुनी प्रक्रियाबाट कागजपत्र बनाम। अब तिमी जब मलाई नराम्रो मानेर छोडेर गइसकेपछि मसँग तिमी बस्ने पर्छ, मेरै हुन पर्छ भन्ने कुरा पनि छैन। निम्सरा पुन मगर चाहिँ हजुरको को पर्नुहुन्छ? आन्टी हुनुहुन्छ। आन्टी हराउनु भयो, लामो समय भयो भन्नुभयो, के भन्नुहुन्छ आन्टी? यत्रो दिनसम्म बेपत्ता हुँदाखेरि के भन्नुहुन्छ? कसरी बोलाउनुहुन्छ आन्टीलाई? आन्टीलाई त अब कसरी भन्ने सकभर अब भिडियो हेर्दै हुनुहुन्छ भने छोराछोरी अब श्रीमानको माया नलाए पनि छोराछोरीको त अलिकति माया लाग्छ होला। छोराछोरी जस्तो भए पनि आफ्नो आमा भइसकेपछि अब आमाको जिम्मेवारी पुरा गर्न सक्नुभयो या सक्नु भएन त्यो त मैले थाहा भएन, उहाँलाई थाहा होला नि। यत्रो समयसम्म गर्नुभयो। अनि अब छोराछोरी कति रुन्छन्, भाइ बहिनी हुन्। अब पहिला उनीहरू कसरी बोल्थे, म फेरि बाहिर बसेर पढ्छु होइन, अनि फोन गर्ने यताउति गर्ने थिएन मम्मी हुँदा। अहिले के भन्छन्, दिदी म मिस कल हान्छु, तपाईँले मलाई फोन गर्नु होला भन्दाखेरि कस्तो मन रुन्छ के। अनि त्यस्तो भन्दाखेरि अब पहिला उसलाई मम्मी हुन्थ्यो, वास्तै थिएन दिदी बहिनी। अब त्यस्तो हुने अहिले त्यो सानै भए पनि दिदी मलाई मिस कल हान्नु होला, पैसा हुन्न होला सायद। अनि म फोन गरेँ, मलाई फोन गर्नलाई मैले मिस कल गर्छु, जति बेला मिस कल गर्छु फोन गर्नलाई भनेर भन्छ। त्यस्तो भन्दाखेरि नराम्रो लाग्छ, उसलाई आमाको माया लाग्छ होला। अनि अब छोराछोरी अरूले सोद्धा अब छोरा त अलि सानो छ होइन, उसले त त्यति नबुझ्ला। पछि गएर मम्मी यस्तो भन्नुभयो उस्तो भन्नुभयो, पछि त्यसलाई थाहा होला छोरी त अलिक ठुलो छ। जति ठुलो हुँदै जान्छ अरूले गाउँका मान्छेले के भन्छन् होला नि। हामीले पनि यस्तरी मिडियामा आएर आन्टी यहाँ कहाँ हुनुहुन्छ, हराउनु भयो, यस्तो उस्तो भन्न हामीलाई पनि रहर होइन। यो त बाध्यता हो, यो लास्ट अप्सन भएर हामीले यस्तरी लिया हो। हामीले पुलिस केस गर्दा पनि फेरि बिचमा आएर म विदेश आएको छु नभनेको भए हामीले अगाडि नै खोजिसक्थ्यौँ। यत्रो समयसम्म किन मान्छेले पनि यत्रो समयसम्म किन खोजेन भन्ने पनि हुन्छ। अनि हामीले त्यत्रो समयसम्म अब बिचमा आउनुहुन्छ, विदेश गएको छु भनिसकेपछि हामी पनि ढुक्क भयौँ। अनि अब अङ्कललाई पनि, अङ्कल त यति टेन्सन गर्नुहुन्छ होइन, फोन गर्नुहुन्छ, साँझ फोन गर्नुहुन्छ, रुनुहुन्छ, हेर तेरो आन्टीले के गर्यो होला यस्तो, अनि मैले त्यसलाई के नराम्रो गरेको थिएँ र भनेर भन्नुहुन्छ। त्यस्तो भन्दाखेरि हामीलाई पनि नराम्रो लाग्छ। अनि म त अरू त केही भन्न चाहन्न, छोराछोरीको मुख हेरेर भए पनि अब राम्रो ठाउँमा हुनुहुन्छ भने पनि म यहाँ छु, मेरो टेन्सन नगर भनेर छोराछोरीसँग कुरा गर्नुहोस्, हामीसँग कुरा गर्नुहोस्। हामीलाई नराम्रो केही गर्नु भएको छैन, न कसैसँग झगडा परेको थियो, न केही भएको थिएन। अब हामीसँग राम्रै बोल्नुहुन्थ्यो पहिला। अनि जहाँ भए पनि आउनुहोस्, कन्ट्याक्टमा आउनुहोस्, यहाँ छु, टेन्सन नगर, कुरा गर भन्नुहोस्। यदि हामीलाई केही कुरा जानकारी दिनको लागि आउनु भएको छ। अहिले फुपू आफै पनि भावुक हुनुभयो यो कुराहरूले गर्दाखेरि। हजुरको नाम चाहिँ के हो? हजुर मेरो खुमबहादुर पुन मगर। हजुर चाहिँ को पर्नुहुन्छ निम्सराको चाहिँ? जेठाजु भनेपछि उहाँको श्रीमान कता हुनुहुन्छ? इन्डियामा हुनुहुन्छ। अहिले उहाँको खोजिन्तीका लागि हामीलाई भेट्न आउनुभयो। हजुर सर। कहिले हराउनु भयो, हराइसके पछाडि कहाँ खोज्नुभयो? अहिले तपाईँको भाइ पनि यहाँ हुनुहुँदो रहेनछ? हजुर। भाइ इन्डियामा हुनुहुँदो रहेछ। हजुर। कस्तो छ उहाँ घर छोडेर गइसकेपछि घरको अवस्था अलिकति यो डिटेल बताइदिनुहोस् त। अब मङ्सिर 18 गते घरबाट निस्किएको भाइ त्यति बेला घरबाट इन्डिया गएको 1 हप्ता भएको थियो, हप्ता दिन पुगेको थियो। अनि मैले उनी निस्किएको पनि देखाएको, सामान चाहिँ देखेन, यस्तै झोर्लुको अलिकति माथि आँगनबाट तल बाटोमा देखाएको। कहाँ जान लाग्यो भन्दा उता मुर्कुटी जाने हो, के सुन बनाउन अलिअलि के बनाउन जाने हो भन्दै थिएँ होला भनिन्। अनि उनी वहाँबाट निस्केपछि अब त्यो दिन पनि आएनन्, अब अर्का दिन पनि आएनन्। अर्का दिन नआएपछि अहिले अर्का दिन भाइले मैले उता घरमा सोधेँ, खोइ तेरो आमा आएन भनेर उसलाई छोरीलाई सोधेँ।
आउनु भएको छैन फोन गर्नुहोस् भन्यो फोन गर्दा फोन लागेन त्यसपछि कहाँ गइछन् त बिरामी भएर फेरि उतै माइततिर बसेँ कि अनि उता कहिलेकाहीँ माइत गएर 2-4 दिनसम्म आउनु नथिए कि अनि त्यति बेला किन ढिलो गर्यो त भन्दाखेरि बिरामी भएको थिएँ अस्पताल गएको थिएँ यताउता भन्थेँ अब होला भन्यो हामीले पनि अब त्यो भयो त्यसपछि राति भाइले फोन गरेर यस्तो यस्तो भयो घर फोन जाँदाखेरि कुरा गर्दै गएको अरे भाइसँग बाटोमा तिलदरी सानो तिलदरी हो के बनाउँछु भनेर गयो अरे अनि भाइले पनि अब फोन गरेर राति रुन खोज्दै कुरा गर्यो कहाँ गयो दाइ यसो सोच्नुहोस् यताउता मैले त फोनै लाएन केही भयो कि कता गयो कि भनेपछि हामी अब अलिक चिन्ता भयो त्यसपछि अब कहाँ खोज्ने त यताउता अन्त माइततिर पनि थाहा छैन हामीलाई खै हामीसँग नसोधेर गयो तिनको बहिनी पर्ने चाहिँ स्कुल जाँदाखेरि देखाएको अरे गएको तिनले बाटोमा त मैले भेटेँ हो न त हामीलाई थाहा छैन भने अर्को दिन म फेरि माइत गएँ तिनको अब आमा घर गएर बुझेँ कहाँ अस्ति गएको मान्छे आएनन् कता गएछन् यतातिर तपाईँलाई थाहा छ कि भनेको हामीलाई त थाहै नदिएर गएको हामीलाई थाहा छैन भन्नुभयो सासू ससुराले आमाहरूले त्यसरी घरबाट बेपत्ता भइसके पछाडि तपाईँहरूले खोज्नुभयो तर अहिलेसम्म उहाँ चाहिँ भेटिन सक्नु भएको छैन कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ त्यसपछि म केही दिनको म यता बजार लमैतिर आएको थिएँ राति नेटमा बसेर वाइफाईमा बसेर यस्तो हेर्दाखेरि ठ्याक्कै त्यसको 9 दिनको दिन चाहिँ उनी 9 दिनको चाहिँ दिन उता अब माइततिर पनि थाहा भएन हामीले त्यसरी खोज्यौँ अनि 9 दिनको दिन हामी यता आएर मैले अनलाइनमा राति भेटेँ देखेँ अनि कहाँ छु कान्छी भनेर सोद्धाखेरि अब म त विदेश कुवेत छु भनेर यसरी भने होला भन्ने अब भने अब जेठाजु भनेर बोलेनन् घरमा आउँदा जेठाजु भन्थे जेठाजु भनेनन् कहिले मैले धेरै मेसेज गरेँ भाइ धेरै तनावमा भएको छ हामीलाई पनि चिन्ता छ केटाकेटी रोइरहेको छ कहाँ छौ अब यहाँ छु भनेर जहाँ गए पनि भन्नुपर्ने यसरी गइछु भन्दाखेरि अब मलाई अब म अहिले बिजी छु भन्दै फोन काट्ने फोन त गर्दै गरेनन् मेसेजमा पनि अब सरी भन्ने कहिले के भन्ने कुनै बेला मैले मेसेज गएको म अहिले बिजी छु दाइ भन्ने कहिले भाइ भन्ने गरेर मेसेज आयो त्यो आएपछि मैले यिनी होइनन् के हो कोही केटाहरूले गर्यो कि मेसेज मलाई अहिलेसम्म दाइ भाइ त भने थिएँ कहिले भाइ भने अनि जहिले पनि त्यसरी भनेर बोल्थेँ घरमा हुँदा त राम्रै बोल्थेँ भन्ने कुरा भयो त्यसपछि मैले राति भाइलाई फेरि फोन गरेँ भाइ घर आइसकेको थियो ए राति अनलाइनमा आएको नि ल कुरा गर्छु तँसित बोल्छ नि भने भाइले भाइसँग पनि बोलेन फोनै उठाएनन् त्योसँग पनि कुरा भएन त्यस्तै बिजी छु भन्ने यस्तो मात्र गरेछन् अनि त्यसपछि 13 दिनपछि त्यसको फेरि हराएको 13 दिनपछि फेरि तिनले फेरि 13 दिनपछि अनि म कुवेत गएको छु भनेछन् भाइसँग हामी माइततिर गएर सोचायौँ माइत गएर सोचाउँदाखेरि दोस्रो दिन हो तेस्रो दिनतिर भाइलाई फोन गरेछन् भाइले भन्नाले उनको बहिनी पर्ने मेरो उति पहिलो बिहा भएको छ उहाँकोमा मेसेजमा फोन गरेछन् अनि म त कुवेत आएको छु त्यही भनेर कुरा गर्दाखेरि केटाकेटीले बोलाउनु पठाएछन् केटाकेटी कुरा गऱ्यो अनि भाइ पनि गएर म कुवेत छु मसँग धेरै कुरा बोल्ने ऊ छैन म कुवेत आएको छु आफूले बिहा गर्नलाई होला मलाई बिहा गरौँ कि के गरौँ ल झट्टै बोलाएर डिभोर्स गर्ने भन्ने यस्तो भन्ने माइतमा जाने थर्कुने गरे अरे आफूलाई बिहा गर्ने मन लागेको अरे भनेर भन्ने कुरा पनि गरे अरे उताबाट भनेपछि भाइले होला कुवेत गयो होला भन्ने कुरा गऱ्यो अनि म त्यो आएर भाइले अब कुवेत गएको छु भनेर फोन गऱ्यो दाइ के गर्ने भनेर अलिक खुसी भए जस्तो पनि लागेको थियो अनि हो र भने अब त्यसो भए डकुमेन्टहरू माग अब विदेश जानु त्यतिकै जान मिल्दैन अब होला पासपोर्ट बनाउला टिकट होला भिसा चपहरू हानेको होला कुवेत गएको भिडियो देखाउनु भन् अब होला आम फेरि विश्वास गर्छौँ अब ठिकै छ अब घरबाट जान नदिने दिँदैन भनेर नसोधेर गयो होला भन्ने भयो त्यसपछि अब हप्ता दिनको अनलाइनमा आउने थोरै कुरा गर्ने व्यस्त छु भन्ने गर्दा गर्दै अलिक टाढा हुन जस्तो अब त्यस्तो भएछ अनि भाइले पनि अलिक पत्ताउनु छोड्यो हामीले त पनि अब होइन के हो भन्ने भयो भेटेन अब चाहिँ के भन्नुहुन्छ उहाँ घर छोडेर गइसके पछाडि के कस्तो घरमा चाहिँ भइरहेको छ बालबच्चाले कतिको उहाँलाई सम्झिन्छन् अब बालबच्चाले श्रीमानले कतिको पीडा गर्नुहुन्छ अब श्रीमानले धेरै माया गर्थ्यो अब पैसा पनि उनकै नाममा आएको आइ गर्ने अब उहाँ चिया पानी पनि साथीहरूले भन्छ चिया पनि नखाएर कमाउनुहुन्थ्यो उहाँले त्यत्र पैसा कमाइ पनि राम्रो गर्थ्यो पठाउनुहुन्थ्यो त्यही पैसाले होला धेरै भन्ने पनि कुरा गर्छन् कसैले अब केटाकेटीले त के भन्ने अब विदेश गयो अरे भन्ने सुनेपछि खुसी भयो अब बुबाले पनि पैसा कमाउने रे हामीले पनि कमाउने अब त धेरै पैसा हुन्छ लाउन राम्रो लाउने राम्रो खाने भन्ने अब सानो छ त्यस्तो गऱ्यो पहिला रोइरहेको थियो पछि त्यो विदेश गयो भन्ने कुरा सुनेपछि त्यस्तो गऱ्यो पछि फोटो भेटाएपछि फेरि अब रोने अब गर्ने गर्छ चिन्ता मानेछ धेरै
अब कहिले कहिले रिसिन्छ पनि अब आमाले छोडेर जाने यस्तो आमा कुरा गर्दा अलिक रिसिया जस्तो पनि गर्छ कुनै बेला फेरि आमाको राम्रो मिठो बोल कुरा गर्छ त्यही त